हेलो गाइज, गुड मर्निङ, नमस्कार। स्वागत छ मिनी भ्लग। मेरो मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म भने पोखरादेखि मुस्ताङसम्मको यात्राको भ्लग लिएर आउँदैछु। सो सबैले हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गरेको छु। यो बाटो चाहिँ पोखरादेखि मुस्ताङ जाने बाटो हो। सो तपाईँहरू जानु भएको छ भने कति धेरैलाई थाहा होला। यदि जानु भएको छैन भने यो बाटो चाहिँ मुस्ताङ जाने बाटो हो र हामीहरू आज मुस्ताङ जाँदैछौँ। उतापट्टि देखिने हिमाल चाहिँ माछापुच्छ्रे हिमाल हो र तलपट्टि बेसी छ, माथिपट्टि हिमाल पहाड छ। त्यहाँ यो बाटोबाट नजिकै देखिन्छ है त्यो हिमाल देखिन र हिँडेर जान धेरै छ। यो चाहिँ पोखराको हेम्जाको ठाउँ हो। आज हामी मुस्ताङसम्म जाँदैछौँ। मुस्ताङसम्म गइसकेपछि तपाईँहरूलाई मुस्ताङ पनि देखाउने छु। सो मुस्ताङको भ्यूहरू पनि हेरेर एकदमै रमाउनु होला र म पनि हेर्नेछु र रमाउने छु। मसँग चाहिँ एउटा मेरो साथी छ, पछाडि बाइकमा बसेको भिडियो गर्दैछ, म चाहिँ बाइक चलाउँदैछु है। लगभग यो बाटोको डिस्टेन्स चाहिँ 16-17 किलोमिटर छ। यो पोखराको बागलुङ बसपाटदेखि 17 किलोमिटर अगाडि छ है। 17 किलोमिटर जति हिँडेपछि उता पहाड आउँछ अरे। जे होस् एकदमै रमाइलो छ। 6 लेनको बाटो, आनन्द बाइक फुल स्पिडमा पनि चलाउन मिल्ने खालको बाटो। सायद नेपालमा चाहिँ यतिको बाटो चाहिँ प्राय तराईतिर होला, खासै पहाडी इलाकामा कुनै ठाउँहरूमा प्राय छैन होला है। क्या रमाइलो छ, आनन्द छ। उता हिमाल देखिरहेछ अनि टक्कै रमाइलो छ। हामी पनि अब जाँदैछौँ मुस्ताङ, तपाईँहरू पनि आउनु होला। सो सबैलाई स्वागत छ मुस्ताङमा र हाम्रो बसाइ 1-2 दिनको हुनेछ। अनि बिच बाटोमा चाहिँ बागलुङ कालिका मन्दिर, बेनी बजारहरू, अनि त्यसपछि रुप्से छहराहरू, अनि मुस्ताङ बजार, मार्फा, अनि त्यसपछि कागबेनी हुँदै मुस्ताङ जाने हो। र तपाईँहरू पनि आउनु होला। एकदमै रमाइलो छ है यो बाटो। आज मौसमहरू पनि एकदमै ठिक छ। तपाईँहरू हेर्दै हुनुहुन्छ मौसम। दायाँ बायाँ अब मोबाइल गर्नु भ्याएन, बाइक धेरै स्पिड भएर त्यही भएर हो। सो तपाईँहरूलाई हामी बेनी बजार गयो भने बेनी बजार देखाउनेछौँ। बेनी बजार पनि एकदमै रमाइलो छ अरे है। म त गएको छैन, अब गएपछि तपाईँहरूलाई देखाउँछु। अनि पर्वतको कुसमा पनि हुँदै जाने हो। यदि पर्वतको कुसमा गएछ भने बन्जी जम्प गर्ने ठाउँको पनि भिडियो बनाएर म तपाईँहरूलाई हालिदिनेछु। तपाईँहरूलाई यदि त्यहाँ गएर बन्जी जम्प हान्नु कसैलाई मन छ भने म भिडियो देखाइदिन्छु। तपाईँहरू आएर हान्नु होला। म त त्यहाँ हान्न सक्छु भन्ने चाहिँ छैन। अब सकिन्छ होला जस्तो त लाग्दैन, तैपनि म ट्राई गर्नेछु। आई विल ट्राई इट। बट यस्तै यस्तै नयाँ नयाँ मिनी भ्लगहरूमा हेर्नको लागि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ र तपाईँहरू मेरो भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भनेर आशा गरेको छु। अहिलेलाई यति नै। बाई बाई। साथीहरू ख्याल गर्नुहोला। स्वस्थ व्यस्त र मस्त रहनुहोला। धन्यवाद।